डियर स्टुडेन्ट्स, म्याथमेटिक्समा हामीले एक दुई कुरा नयाँ निकालेका छौँ है। र त्यो चाहिँ के भनेदेखि चाहिँ ल्याङ्ग्वेज अफ म्याथमेटिक्स हो, र म्याथ्सको आँखा, म्याथमेटिक्सको आँखा भन्ने हो, म्याथमेटिक्सको डिक्सनरी, यो सबै कुराहरू म तिमीहरूलाई बताउँदै जानेछु है। आज चाहिँ म्याथ्सको आँखा भनेको चाहिँ के हो, अब नानीहरूलाई म भन्ने गर्थेँ है, त्यसो गर्दा नानीहरूले सोध्ने गर्थे हो, अब म्याथ्सको आँखा चाहिँ कस्तो हुन्छ हो, भिन्दै अर्कै आँखा हो कि के हो भनेर है। र म्याथ्सको आँखा भनेको चाहिँ कुनै चिजलाई म्याथमेटिक पाराले, म्याथमेटिक्स लगाएर हेर्ने, म्याथमेटिकल पोइन्ट अफ भ्यू है, त्यो हो। र अब यहाँ मेरो यो छ कार्टुन है, यो यस्तो। र अब यसो हेर्दा यो कार्टुन हो, अब सामान आएको थियो, सामान निकालेँ, अब यो कार्टुन के गरिदिनु, डस्टबिनमा हालिदिनु हो। अन्त अथवा यसलाई के गर्नु, यो यो च्यातचुत पारेर कतिले अब बस्तीमा है, अब गाउँ बस्तीमा अथवा फुल रोप्ने हाम्रो दिदीबहिनीहरूले, उहाँहरूले, आमाहरूले यो च्यातचुत पारेर यसरी के गर्नुहुन्छ, गमलामा हालेर मल बनाउनुहुन्छ हो। मलको प्रयोग गरिन्छ यसलाई, किनभने यो चाहिँ बायोडिग्रेडेबल हो, यसले नेचरलाई केही बिगार्दैन। अब यसमा चाहिँ म्याथमेटिक्स पाराले हेर्ने हो भनेदेखि चाहिँ म्याथमेटिकल पोइन्ट अफ भ्यू अथवा म्याथ्सको आँखा लाउने हो भनेदेखि चाहिँ यसो हेर्दाखेरि यहाँनिर के छ, ट्रापिजियम छ, नक्सा हो, यति ट्रापिजियम छ। यहाँनिर यो छ स्क्वायर सेप है, यहाँनिर स्क्वायर सेप छ है। यहाँनिर चाहिँ देख्दैछु म सर्कलको एउटा पार्ट, क्वाड्रेन्ट है, यो चाहिँ क्वाड्रेन्ट हो। किनभने यो कसरी क्वाड्रेन्ट भयो भन्दाखेरि चाहिँ यहाँनिर यो सर्कल छ हो, अन्त यो चाहिँ सर्कलको यो पार्ट चाहिँ एउटा पार्ट, अन्त यो 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 जुनै पनि कतिवटा छ, 1 2 3 4 चारवटा पार्ट छ हो। यसमा चाहिँ यो एउटा पार्ट हो। कसरी भन्दाखेरि चाहिँ म अब तिमीलाई देखाइदिन्छु म। यस्तो भयो हो, यो जस्तै भयो, यो र यो हो, यसलाई भन्छ क्वाड्रेन्ट है, त्यस्तो छ। त्यहाँदेखि चाहिँ अब यसमा हेऱ्यो भनेदेखि थुप्रो छ, अब यहाँनिर साइड है, यो रेक्टेङ्गल सेपमा छ हो, रेक्टेङ्गल सेपमा छ। त्यहाँदेखि यो अलिक लाइन राम्रो छैन, यस्तो छ, यस्तो भइरहेको छ, स्ट्रेट लाइन छैन, यो अलिक यस्तो स्ट्रेट लाइन हुनु पऱ्यो है, स्ट्रेट लाइनमा छैन हो। यो स्ट्रेट लाइनमै छ, यो स्ट्रेट लाइनमा छ, यो स्ट्रेट लाइनमा छ। यसरी हामीले म्याथमेटिकल्ली यहाँनिर चाहिँ यो चाहिँ अब सेमी सर्कल जस्तो छ है, सेमी सर्कल छ कि छैन, तर यो अलिक होचो छ, यो अग्लो छ, त्यसले गर्दाखेरि यहाँनिर अलिकति गडबड भइरहेछ हो, म्याथमेटिक अलिकति रङ भइरहेछ यहाँनिर चाहिँ, म्याथमेटिक्स रङ भयो भने चाहिँ चाल पाइहाल्छ यो हो। र हामीले चाहिँ के हुन्छ भनेदेखि चाहिँ म्याथमेटिक्समा चाहिँ कुनै कुरा राम्रो बनाउनु छ भने चाहिँ म्याथमेटिक्स लाउनुपर्छ, कुनै कुरा राम्रो बनाउनुको लागि। जस्तै फुल बगानमा अब है, गार्डनतिर, आँगनतिर हाम्रो है, बगैँचातिर अब फुलको यो गमलाहरू मिलाएर राखेको है, अथवा गोलो पारेर राखेको, एउटा मिलाएर राखेको छ भने चाहिँ त्यो राम्रो देख्छ, म्याथमेटिक्समा राखेको छ भने है। अनि यो एउटा तौलिया है, तिमीले देख्दैछौ है, यो यस्तो यस्तो पारेर राखेको राम्रो देख्छ, देख्दैन नि त। अब यसलाई म्याथमेटिक्स लाउँछु, अब म म्याथमेटिक्स लगाएर रुमाल, यसलाई म यो तौलियालाई पट्याउँछु, यो सानो टवेल चाहिँ यसलाई म म्याथमेटिक्स लगाएर के गर्छु, पट्याउँछु। अहिले रेक्टेङ्गल सेप छ, यसरी पट्याएँ मैले है, फेरि रेक्टेङ्गलै भयो। त्यहाँदेखि फेरि यो र यो लाइन है, यस्तो गर्दैछु, भयो हो, रेक्टेङ्गल भयो। अब फेरि यसलाई म के गर्दैछु, यसरी गर्दैछु, अलिक भएन, यो सानो लामो छोटो भयो भने फेरि भएन हो, अझै राम्रो बनाउनु छ भने चाहिँ यसलाई टाइम लाग्छ है, मिलाएर यसरी। अनि यो प्रेस गऱ्यो भने चाहिँ राम्रो हुन्छ, प्रेस गर्दै है, एक यसो गऱ्यो, प्रेस गऱ्यो है, रुमालहरू हुन्छ नि है, रुमालहरू त्यसरी गर्छौँ हामी। अब यस्तो छ, यो ग्याजेङ यस्तो छ होइन, कस्तो नराम्रो देखिरहेको छ नि त। अब यसलाई म्याथमेटिकल्ली पट्यायो भने के हुन्छ, यो कति राम्रो देखिन्छ होइन, यो 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 पुस्नको लागि, बोर्ड पुस्नको लागि सजिलो नरम भनेर लुगा ल्याएको यो। यहाँ छ यो डस्टर पनि है, तर यो तिमीहरूलाई डेमोन्स्ट्रेसनको लागि, यो यस्तो चाहिँ है, यसो गरेर यसरी पट्यायो भने के हुन्छ, राम्रो देख्छ। पट्याएर राख्यो भनेदेखि होइन, लुगाहरू पनि हामी पट्याउँछौँ होइन, यसरी है, यसरी पट्याइ, त्यहाँदेखि फेरि यसलाई यसो गऱ्यो है, त्यहाँदेखि फेरि यसलाई यसो गऱ्यो, त्यहाँदेखि फेरि यसलाई यसो गऱ्यो हो, यसरी। अब यो अलिक कति राम्रो देख्यो होइन, यो त म्याथमेटिक्स लगाएको मैले
यसरी म्याथमेटिक्स लगाएर म के गर्दैछु यसलाई पट्याउँदैछु। यो भयो है, यो भयो। यो चकहरू पनि यसरी मिलाएर राखेछ भने कति राम्रो देख्छ हो। यसरी मिलाएर राखेछ भने है स्ट्रेट लाइनमा यो स्ट्रेट लाइनमा छ हो। यो तलमाथि यस्तो गरेको छुइनँ मैले, मिलाएर यो है। कुनै पनि कुरा के गर्छ अरे राम्रो देखिन्छ अनि पक्का पनि हुन्छ। जस्तै अब मिस्त्रीले घर बनाउँछ होइन, बनाउनुहुन्छ घर म्याथमेटिक्स लगाएको छैन भने के हुन्छ, त्यो घर बाङ्गो हुनु पनि सक्छ, कच्चा पनि हुनसक्छ, लड्नु पनि सक्छ घर हो। तर म्याथमेटिक्स लगाएर बनाएको छ भनेदेखि चाहिँ घर के हुन्छ, पक्का हुन्छ र राम्रो पनि देखिन्छ। नभए त पोर्सहरू बाङ्गो भयो भने होइन, यो छ होइन, पोर्सहरू यस्तो यो पनि लाइन यसरी अब योसँग प्यारल छ होइन, भित्तासँग त्यस्तो त्यो धेरै कुराहरू तिमीले हेर्दाखेरि चाहिँ अब म्याथमेटिक्स पाराले हेर्नु पऱ्यो। म्याथको आँखा लाउनु भनेको चाहिँ म्याथमेटिक्स प्रकारले हेर्नु देखिन्छ त्यहाँनिर है, सेप देखिन्छ होइन, कुन कुन खालको सेप हुन्छ, एङ्गल कस्तो प्रकारले एङ्गलमा अब हेर्दैछ होइन, कुन एङ्गलमा त्यस्तो भनेर भनिन्छ नि त, एङ्गल अफ इन्सिडेन्ट, एङ्गल अफ रिफ्लेक्सन भनेर हामी फिजिक्समा पनि पढ्छौँ है। र यो कुराहरू छ। यो म्याथको आँखा भनेको चाहिँ म्याथमेटिक्स प्रकारले कुनै चिजलाई हेर्नु। जस्तै अब म्याथमेटिक्स पाराले यसले हेरेँ भने है, यस्तो छ है, यसरी बन्द गरेँ मैले है। यहाँनिर यस्तो छ है, काटिएको छ यो। अब रेक्टेङ्गल सेप भयो है, र यो क्युबोइड भयो होइन। क्युबोइडको लेन्थ, यो ब्रेथ, अन्त यो चाहिँ के हो, हाइट। र तिमीहरू यो म्याथको आँखा भन्ने कुरा बुझ्यौ होला है। बुझेको छैन भनेदेखि फेरि पनि तिमीहरूले कमेन्टमा तिमीहरूले भन्न सक्छौ है, यो के हो अझै बुझाइदिनुहोस्, इक्जाम्पल दिनुहोस् अझै भनेर भन्यो भनेदेखि यो म्याथको आँखा भन्ने कुरा म तिमीहरूलाई अझै बुझाउने छु। र यो च्यानललाई सब्सक्राइब गर्ने है, र अरू स्टुडेन्ट्सहरूलाई पनि अरू स्टुडेन्टहरू समक्ष पनि पुर्याउने है। र नेपालीमा म पढाउँदैछु है। कतिजनाले अब नेपालीमा बुझेको छैन भने अब हिन्दीमा पढाउनुपर्छ भनेदेखि म हिन्दीमा पनि कुनै क्लासहरू हिन्दीमा पनि गराउनेछु, इङ्ग्लिसमा पनि गराउनेछु, र तिमीहरूले कमेन्टमा भन्न सक्नेछौ। थ्याङ्क यू।